एफजेड V2 मा सर्दा अफरोड हान्दिनु त्यस्तो साह्रो रन्कियो। ओइ रन्डीको छ नाच्ने कसम हामीले नि खान्छ नखाने होइन। हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल आफ्टर अ लङ टाइम। फेरि पनि धेरै पछि, धेरैभन्दा पनि लास्टै धेरै भयो यार मैले भिडियो हाल्न छोडेको। म चाहिँ गाउँतिर आएको अझ यस्तो तलतिर चट्टा बारमा गइदिउँ न भनेर यसो भिडियो सिडियो हालिदिउँ भनेर होइन। धेरै पछि भयो। यस एफजेड V2 मा सर्दा अफरोड हान्दिनु त्यस्तो साह्रो अफरोड त्यस्तो साह्रो रफ चाहिँ हान्दिन्न। आज चाहिँ रफ चाहिँ हान्दिनँ, यसो हल्का हल्का। म त्यहाँ तलतिर गएर फर्किन्छु। मेरो गाउँ चाहिँ त्यो हो, मामा घर चाहिँ त्यो हो। म वहाँबाट आएको अघि त्यही इन्ट्रो गर्नु पाएको थिएन, यहाँ इन्ट्रो गरेँ। सोध्दै यो केटा हो। यो चाहिँ हामी के भन्छ अरे बच्चामा यहाँ पढेको, म पनि यहाँ पढेँ। वहाँ पारि एउटा स्कुल छ त्यहाँ पढेँ। अनि म तल दुर्लङतिर जान्छु होला सायद। अनि त्यसपछि आएर अनि यो यही बाटो तलबाट यहाँ माथिसम्म यसो हान्दिउँ न त कहिले कहिले, यसो मेमोरीको लागि भयो भने त हुन्छ नि होइन, यादहरू त हो नि यसो भनेर म चाहिँ टक्कसँग स्याहारेर आज V2 मा बिपिनको V2 त्यस्तो साह्रो कन्डिसनमा पनि छैन बाइक। अनि रफ पनि हान्दिनँ सर, मस्त जाने हो, मस्तै पाराले आउने हो। त्यही हो, च्याट्टा पारामा जानुपर्छ छियो सब। यहाँबाट ओह्रालो झर्दै त्यति साह्रो गर्दिनँ म, आउँदाखेरि चाहिँ गर्छु होइन। बिस्तारै बिस्तारै हल्का हल्का क्लिप हेरौँ न, अप्ठ्यारोको लास्टै छ बाटो त धस्तै। यता तल त राम्रै छ, ठिकै छ बाटो त। यहाँबाट माथि हो क्या त्यो चिप्लोमा डेन्जर एउटा हुन्छ भने बाटो, ए लास्टै चिप्लो भन्दा पनि चिप्लो छ कि फेरि डेन्जर। सो त्यही हो केटा, अब यहाँ पारेको हेर्नुपर्छ। चिजमा पनि जान्छु, अनरोडमा पनि म यस्तो हल्का अलिअलि हान्छु। म दुर्लङसम्म पुग्छु होला आज, त्यहाँबाट उता नि जान्दिनँ। फेरि अर्कोको बाइक हो अनि त्यही भएर सट्ट। किन छिटै आयो स्कुलबाट तिमीहरू? ए त्यही हो, यताको बाटो त डेन्जर राम्रो छ होइन। हाम्रो नराम्रो बाटो भनेको त्यो माथि हो क्या, लास्टै फेरि यस्तो छ कि होइन, यस्तो छ कि हेर्नु न, यस्तो सिधै सिट छ क्या चिप्लोमा कसम। यहाँ कतिजनाले प्लाय खान्छन् कि कसम, हामीले नि खान्छ नखाने होइन। माटो एउटा छ कि चिप्लो लरै सबै हिँड्ने भने त्यस्तो साइडको छ। यस्तो छ नि बाटो, पछिल्तिर त त्यहाँ घुमिन्छ। अझ यहाँ भन्दा नि यहाँ तल झन् एउटा छ, यहीँ धन्दा मै प्लाय छैन माछा त्यस्तो नाच्छ कि मुजी मात्रै एउटा हुन्छ भने। यहाँ त किन हो किन है, सिटले छोड्दैन अब दुइटै उसमा टायरमा हिलेला है। अब डेन्जर चिप्लिन्छ यहाँ त, लास्टै लानुपर्छ यार, स्टार्ट अफ हानेर लानुपर्छ यहाँ। ओहो झन् सेउला हालिदिएर रहेछ नि त यहाँ त। हिजोहरू आउँदा त मलाई देखिनँ त यार। म फर्स्ट सुरुमा त्यस्तै धेरै उस नहुँदाखेरि म फर्स्ट सुरुमा आएको यस्तो बाटो होइन, यो बाटो खनेको पनि थिएन मासलाई। म त्यहाँ गएर प्लाखाइदिएर भने हिजो म यहीँ नाचेको हो, यहाँ हो कि त्यहाँ हो, उहाँ गएर नाचेको हिजो म प्लान दिइरहेको। लास्टै कि बाटो हेर्दा यस्तो नचिप्लो अवस्था होइन, तर डेन्जर चिप्लिन्छ कि ल। हेर्नु न त्यहाँ कस्तरी लहन बाटो, डेन्जर कुनाबाट हिँड्नुपर्छ कि छेउबाट हो। यो लिकबाट त सकिन्न मलाई थाहा। यहीँबाट गइदिन्छु म नाचिप्नु, यत्रो खानबाट हुनेर। ए माथि ढुङ्गा आयो अगाडि, अब हिँड्छ फेरि सँगै नाचिक्ने डर लाउँछ हौ मासला। यस्तो छ क्या बाटो, साइडको छ क्या, अलिकति सिट परे पनि डेन्जर चिप्लिन्छ भने डेन्जरै चिप्लिन्छ क्या त्यहाँ। अनि आज चाहिँ घर बस्नु लास्टै भन्नाले गाउँतिर आएको केटाहरू पनि सबै उस्तो कामतिर छन्। अनि आफू पनि के बस्नु त नि भनेर अनि त्यहाँबाट च्याटसँग एउटा भ्लग बनाइदिउँ न त भनेर अनि हिँडेको म चाहिँ होइन। सो त्यस्तो बलालोला टाइपको भ्लग त होइन यो, अनि त्यही पनि धेरै भयो युट्युबमा नहालेको, म हाल्छु भनेर चाहिँ आज बनाएको होइन। सो त्यस्तो रफ तरिकाले म कुदाउँदिनँ, हल्का यो अफरोड चाहिँ त्यस्तो डेन्जर खतरनाक अफरोड त छैन। त्यस्तै हो, हामी सधैँ हिँडिराख्ने बाटो हो। त्यस्तो बेसकिरी कुदाउने, बेसमारी कुदाएर रफ हान्ने पनि गर्दिनँ, हल्का यस्तो होइन बनाइदिउँ भनेर मात्रै आएको हो। अनरोड त खाइन्छ, त्यसपछि फेरि माथि आएको भ्लग हेर्नुपर्छ यता टक्क पारामा। यस्तो रफ त हान्दिनँ म, बिस्तारै माथिको अफरोड हानौँ भनेको मात्रै हो। अनि एक ठाउँमा मलाई डेन्जर जान मन लाग्थ्यो, त्यो जान नि सक्छु म फेरि। हेरौँ अब के हुन्छ, यता गयो भने जान्छु, नत्र भने यहाँबाट सिधै माथि घर। अब छोरो भन्थ्यो
वाहन यहाँ काममा बहुत म आगे हाल्नु भनेको आजकल त्यस्तै हाल्नु पाइँदैन कि मेमोरी फुल हुन्छ भने मार्ने यो अफर त मलाई यस्तो हान्न मन लाग्ने अब मेरो बाइक हो भने त झन् खतरा हो मा चिप्लो फिर लास्टै चिप्लो खाएको ए छोड्नु त यहाँ लास्ट चिप्लो घुम्नु त यस्तो घुम्छ नि त यहाँ फेरि म यहाँ गएर आउनु पर्छ क्या एकचोटि यार होइन कस्तो रहेछ बाटो चेक गरेर आउनु पऱ्यो यार म त्यता गएर है मेमोरीमा स्पेसन छैन त्यही पनि एक राउन्ड घर आइदिनु न छोडो मलाई यस्तो दामी थियो यार उहिले हाल्ने के भन्छ अरे सबै सिधै भयो ओ फु जाडो हाम्रो गाउँतिर फेरि मासु घाम डुब्ने हुन्न के औडा जाडो हुन्छ भने के अफरोड हामी यारमा कसम भने हान्ने हराउनु त जान मन लाग्यो कि मलाई कस्तो रहेछ बाटो भनेर जे खानु भनेर मात्रै हो कि जितेन्द्र राईको भाइ यहीँ रहेछ यार
बाटो उता हेरिदिउँ है त बाटो त राम्रै छ जस्तो खालि अस्ति नै गएर आएको हो कि यता त अलि उतासम्म त त्यहाँ उता हो कि नगएको नफाल्न यार हातै दुखिसक्यो यार यहाँ हो यार यता गइदिउँ भनेर आएको म खास भन्नु नि यहाँ यता कस्तो रहेछ त्यो बाटो हेरिदिउँ न होइन यादवले पुरा आमामा खतरा दिन्छ नि फेरि त्यो डाँडासम्म फेरि पुगौँ भनेको म इक्लो पुलुट त भयो भने त सिधै तल हो नि बाबु फर्काउने ठाउँ छ कि छैन फेरि ए बाटो फिल्लै रहेछ नि त अनि सललल्लै थियो तलमा साइकी फर्काउने ठाउँ भयो ओ यहाँ त छैन क्या सिँढी छ रन्डीको मन जान्छ ओ यहाँ त छैन नि त माछ चिक्नी आहा म त्यहाँसम्म पुग्छु होला भनेर आएको माछ देउरेली खोला सालडाँडा हाम्रो गाउँ छिक्के उहाँ माथि हो म उहीँ पुग्छु भने नि यसो हान्ने भनेर आएको यहाँ किनपर्ने हुन्छ बाइक फर्काएँ यो बाटो भुइँ माछ नि बिस्तारै ढुक 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 बवाल मजा हान्यो होइन चिल भयो यार अझ बवाल अफरोडिङ हान्न मन लाग्यो कि हान्न त मलाई ओइ माछालाई कस्तो अड्केको सिलमा अब के गर्ने त नि यस्तै छ ढ्याक 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 ए कतिवटा आयो यार धेरै टाढासम्म नपुगिदिरहेको रहेछु म त यार यता यस्तो गरेर हाल्नुपर्छ कि सर र पारामा च्याट्ट पारामा सर जाने कस्तो ब्रेक कराएको यार यो बाटोमा आउन मन लाग्थ्यो म फेरि अब सुन्दर मेमोरी फुल भएको भइ गऱ्यो यहाँ र उता चाहिँ गरेको थिएँ मैले अब यहाँ माथिको गर्छु छिटो जानुपर्ने हुन्छ कहाँ गएर मेमोरी फुल हुन्छ थाहा छैन सुन्दर रन्केर जानुपर्ने हुन्छ अब हामी चाहिँ सर मासलाई कस्तो मेमोरी फुल भयो मैले यसमा रेकर्ड गरेको होला त्यो यति त कहाँसम्म टिक्छ थाहा छैन तर टिक्छ त्यो भन्दाले मरेन माछ चिक्ने कता अगाडि आइदिएको होला त नि मुजी डेन्जर अगाडि आइदिरहेको थियो यति साह्रो रफ चाहिँ हान्ने केटा हो त्यो ठिकै हाने बाबालाई अस्ति बनाएको यहाँबाट डेन्जर उड्दै घुम्ने एकचोटि यहाँबाट उडेर डेन्जर भाइरल भयो मेरो सही हाने आज ठिकै यतिको मान्नुपर्छ कन्डिसनै छ हेर्नु कस्तो रन्डीको छोरो माछ चिक्ने रन्डीको छोरो लास्टै रिच अघि एउटा तल धन्दाल नमरेन त अगाडि आएर माछ माछ चिक्ने ओ कहाँ ढुङ्गा पर्नु गएको हो मुजी
केटा हो यहाँ बन्द हुन सक्छ है मेरो फुल भइसकेको छ हामी बाबाले हामीलाई पनि एकेतिर नजान दामी 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 हप्ताको त फाल्दिनँ त्यो सपको त मलाई लाग्छ नि रफ हानिएन आज धेरै जस्तो रफ त हानिनँ कि मैले ठिक्कै कन्ट्रोलमै हानेको छु त्यस्तो रफ तरिकाले हानेको होइन हेर्नु बाइक कता कता बत्ताइदिएछ मुजीले अनि मान चिप्लोले हो कि यो बाइक प्लास्टिक बत्ताउने म चाहिँ ठ्याक्क गन्तव्यमा आएँ आज धेरै पछि यहाँ हो चिप्लो लास्टै यहाँ त माथिने त कहिले पुनः कहिले छेप चाप्छ यहाँ माथि यहाँ पछि पुगेर भिडियो बनाउनु पर्ने अरे बाजे लास्ट चिप्लो भनेको यही हो कि पाउँदै यस्तो फ्यालिदिन्छ मुजीले रन्डीको अघि मैले यहाँ पनि गर्दै गएको डेन्जर चिप्लो हुन्छ कि यहाँ त नाचिकन नाचेर हानिदिन्छु नाचिकन यस्तो छर्के हानिदिने क्या पुरा एउटा टायर तल एउटा टायर माथि रन्डीको छोरो अघिल्तिरको चिप्लेसित खानु सक्छु सोबाट हो धेरै पछि मैले भिडियो हाल्छु होला यो अब जे जस्तो भए पनि पछि आउँछ बब्बाल भ्लग त होइन अब यस्तो धेरै भयो नहालेको भनेर बनाउन मात्रै गएको हो म के कस्तो भयो होइन धेरै त्यस्तो रस पाराले त हानिनँ मैले आज बिस्तारै बिस्तारै हो सो त्यही हो केटा हो म अब यहीँ हान्छु सब्सक्राइब गरिदिनु होला नयाँ हुनुहुन्छ भने हेरेर चट्टा पारामा योभन्दा बबाल बबाल भ्लग त अब ल्याउनै बाँकी नै छ नि होइन नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला सेयर गरिदिनु होला सबैजनाले मिठो माया मिठो सम्झना छ सबैलाई केटा हो